चाहिँ यहाँ कति दिनपछि मासु खान पाएको के खाने हो त भरेर मासु खानै नपार दिदी ए दिदी हजुर राक्षसी आइपुग्छु घरि दौडेर कता हुनुहुन्छ यता छु यता ए यता पो हुनुहुँदैछ त के गरेर बस्नु भएको नि यतिकै बसिरहेको के बहिनी के गर्नु नि यसो तनाव हुन्छ सोचेर बसिरहेको छु अनि कता हिँड्यौ त नि तिमी चाहिँ ए तपाईँकै घरतिर आएको ए कति कामले आयौ त नि ए यतिकै आएको बस्नलाई ए अनि कति कामले के भन्न हिँडेकी थियौ र केही भन्न त होइन यसो यहाँ तपाईँले आज के पकाउनु भएको छ हौ तरकारी किन र म त गुन्द्रुक पकाएको छु हौ गुन्द्रुक पनि सिद्धे रहेछ यति छुस्स पकाएको छु तिमीलाई त फेरि गुन्द्रुक मन पर्दैन क्या रे यही बेलामा ठ्याक्कै आइपुग्छौ फेरि कस्तो मग वासना आएको थियो ए मग त बसाइहाल्छ नि मैले लसुन अदुवा मजाले पड्काएर मासु जसै गरी पकाएको क्या मासु खान पाइन्न हेर त्यही नि मैले त मासु खान छोड्दिएँ क्या किन नि अब मासु खायो भने हरेक रोग लाग्छन् रे त्यही भएर मासु खान छोड्दिएँ ए राम्रै गर्नुभएछ मासु खान छोडेर नि पहिला त दिनकै मासु खानुहुन्थ्यो मासु बिना बाँच्नै सक्नुहुन्न थियो त्यही त नि पहिले मासु खाने बानी लागेर यति त गाह्रो भएन नानी पैसा सक्यो आफूलाई मासु बिना भातै खान मन नलाग्ने त्यही भएर कसरी मासु छुटाउनु भएको थियो बल्ल 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 छुटाएँ अहिले चाहिँ अनि तपाईँको ससुरा त बितेरै नि त के भन्छौ तिमी कसले भनेको तिमीलाई खोइ त्यही भन्दै अनि नचाहिने कुरा नगर है बहिनी हो भने मेरो ससुरा बितेको भए मेरो देवरले फोन गर्दैन थिए गरे होला नि खोइ तपाईँको फोन हो र साँच्ची मेरो फोन त उहाँको थियो उता गरे होला नि म त थाहै पाइनँ एकछिन बस्दै गर है म फोन गरेर सुनेर आउँछु रुक्न के मैले मासु किनेर ल्याएको देखाएको थिएँ त्यत्रो पकाएको नि त्यत्रो बाख्ना थियो यतै लुकाइ हो नि कि यसले कतै अघि म आउँदाखेरि चपाउँदै थिएँ ए यहाँ रहेछ ए अरू भए त जुठो चल्दैन थियो मासु त चल्छ खानु पर्यो आहा त्यति ससुरा मरेको नभने भए त त्यसले दिँदै दिँदिन थिएँ त्यति भनेर दिएँ